भनेको कुराको लागि यो काउन्सिलिङ दिनुपर्छ भने फ्री अफ अनि होइन अब त्योभन्दा नि बढी अस्पताल जस्तै यो तपाईँहरूले गर्दै आउनुभएको जुन सेवा छ तपाईँले यो जिल्लाभरि कति ठाउँ अहिले कार्यक्रम गर्छ ए होइन त्यसो त अहिले त दुई ठाउँ मात्र हो कहाँ कहाँ गर्दै पर्जनामा भइरहेको छ फुलकुमारीमा फुलकुमारी महतो त्यहाँ त्यो स्कुलमा स्टेसनमा गरेर यहाँका नगरपालिकालाई समन्वय गरेर समन्वय गरेर हो त्यहाँ जसरी यहाँ छ नि मोहनमावि यो मोहनमाविमा जति अरू अन्तर्गत पनि आएको छ नि त्यसै गरी त्यहाँ पनि जम्मा भएको छ नि अनि यहाँ पनि जम्मा भएको छ नि अनि यही सेन्टर यो देखाउनु अनि अहिले जति आज दिनभरिमा जति आउँछ जस्तै आज दिनभरिमा आज मात्रै तपाईँहरूको कार्यक्रम छ कि भोलि पनि कार्यक्रम हामी अब आज पठाइदिउँ त्यहाँ पनि कार्यक्रम राख्नु त्यहाँ पनि अनि यो मधेसका जिल्लाहरू मात्रै कि पहाडका जिल्लाहरूलाई यो ट्रिपमा चाहिँ नि मधेसको यो अहिले जुन चाहिँ नगरपालिका पऱ्यो अब उदयपुर जस्तै मधेसको तपाईँको 8 जिल्ला छ नि होइन अहिले 8 जिल्लामा धेरै ठाउँ गर्छ कति दिन यो कार्यक्रम पर्सामा गरिसक्यो बाह्रमा गरिसकेको छ गौतहटमा गरिसक्यो महोत्तरीमा गरिसक्यो अब यहाँ सिलामा र अनि उसमा पनि हामीले पनि एनजिओ हामी आइएनजिओ हो तपाईँहरूलाई के सरकारले सहयोग गर्ने कि सरकारले सहयोग गर्छन् हामी आफ्नो प्रमुख कुन यस्तो प्रमुख डाक्टर पर्जनामा हुनुहुन्छ डाक्टर सत्यनारायण हरेक दिन अनि उहाँहरू त्यहाँ गरेर अनि जस्तै अवस्था नाजुक भएको त्यो अवस्थामा चाहिँ के गर्नु त्यो अवस्थामा अब त्यो त अस्पतालमै पुऱ्याउनु पर्यो भने अब मोटो मोटो उपचारको बाटाहरूको होइन काठमाडौँमा विद्यार्थीलाई चाहिँ काठमाडौँ बोलाउँछ काठमाडौँ अस्पताल अनि त्यहाँ गएर अस्पतालमा हाम्रै संस्थाको मान्छे लागेर अस्पतालमा गएर सबै उपचार गराएर फ्रीमा उपचार तपाईँहरूकै सहयोगमा तपाईँहरूकै खर्चमा सबै त्यस्ता बिरामी यहाँको जानकारी दिन्छ बच्चाहरूमा जन्मिँदै क्रममा मुटुको संस्थालाई दिएको छ तपाईँहरूलाई फाइदा के सबै आफ्नै कष्टमा आउँछ समन्वय मात्रै सबै कस्ट भन्ने कस्तो हुन्छ भने सिएसआर भन्छ नि त्यही संस्थाहरूले यसको सामाजिक काममा खर्च गर्नुपर्छ अनि मुटु जाँच्नको लागि खालि हाम्रो लागि पैसा हाम्रो अफिसलाई अथवा छलाङ्ग त दिने जाँच्नको यस्तो लागि कसैले दान गर्छ त्यो पैसा पनि व्यक्तिले दान गरेको व्यक्तिले गर्छ संस्थाले सबै पैसा हाम्रो बस्न बसिरहेको अनि त्यो पैसा पनि खर्च हुन्छ विगत कति वर्षदेखि तपाईँहरू यो संस्थामा आबद्ध भएर काम गरिरहेको 45 साल करिब 500 विद्यार्थीलाई त